दर्शकबिन नमस्कार। आज हामी घुम्दै घुम्दै आएका छौँ माडी नगरपालिका 5 स्थित यो बरमपुरी शिवालय मन्दिरमा, जुन हाम्रो माडीको एउटा धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्छ। जस्तै यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ, यहाँ अहिले हाम्रो 1008 शालिग्राम राखिराखिएको छ र यसलाई चाहिँ बेरबार गरेर पुरै नेपाली शैलीमा फुलबुट्टा भर्ने जस्तो शैलीमा चट्ट यो देख्न सक्नुहुन्छ, काठको बनाएर बारबेर गरेर यसरी राखिएको छ। अब हामी हरेक माडीको चाहिँ सम्पत्ति भनेकै धार्मिक तथा पर्यटकीय क्षेत्र भएको कारणले गर्दा हामी प्रत्येक ठाउँमा धार्मिक तथा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रमा यदि माडी घुम्न तपाईँहरू आउँदै हुनुहुन्छ भने एकचोटि यो ठाउँमा आउनु भएन भने सम्भवतः यात्रा अपुरो हुनसक्छ। त्यो भएर एकचोटि यहाँ आउनु होला। सबैलाई वेलकम छ र माडीको पर्यटन प्रवर्धनमा टेवा पुग्छ। हस्, धन्यवाद।